सर्वप्रथम त स्वदेश तथा विदेशमा छरिएर रहनुभएको बुबा आमा दाजु दिदी भाइ बहिनी मान्यजन मित्रजन सम्पूर्णमा मेरो यो दुई हात जोडी नमन नमस्कार। सेवारो सेवा सामुना हावा लासो फ्याफुल्ला टासी डोले जोरले जोजोनापा। आज भने फेसबुक लाइभमा जोडिन आएको छु म रबिन थापा। यहाँ हजुरहरूलाई अवगतै छ भदौ 2082 साल भदौ महिनाको 23 र 24मा भएको एउटा चाहिँ विभत्स हत्या आगजानी यो सुभलो छैन कुभलो छ। त्यो तपाईहरुले देखिरहनु भएको छ। हाम्रो आँखा अगाडि हामी पिञ्जडामा राखेको सुगा जस्तै ठुलो ठुलो हेर्न बाध्य छौँ, किनभने हामी गरिब छौँ। आफ्नो दुःख कष्ट जिलो गर्नको लागि हामी पराइभूमिमा छौँ। त्यसले गर्दाखेरि हामी गरिब हुनुमा कति साह्रो पीडा रहेछ, कति दुःख रहेछ भन्ने कुरा यहाँ बुझिन्छ। हाम्रो भावी पुस्ता, हाम्रो छोराछोरी भाइ बहिनीले नेट फेसबुक सामाजिक सञ्जाल बन्द नगरिदिनु सरकार। हाम्रो आमा बुबालाई त्यसैबाट हेरेर हामी बोल्छौँ, हाम्रो शिक्षालाई हामी त्यसै अगाडि बढाउँछौँ, हाम्रो कलाकारितालाई गीत सङ्गीतलाई जीवित राख्छौँ र हाम्रो सुन्दर नेपाल समृद्ध नेपाललाई हरबर भएको यसै नेट फेसबुकबाटै हामी देखाएर विदेशीबाट केही सिक्छौँ र विदेशीहरूलाई केही सिकाउँछौँ। हामी यसैबाट पढ्छौँ, यसै गरेर अगाडि बढ्छौँ। युगसँग हामी अगाडि बढेर लड्न चाहन्छौँ। सरकार हाम्रो मानव अधिकार नखोस् भनिरहँदाखेरि एउटा सामाजिक एउटा चाहिँ इतिहासमूलक र्यालीमा उपस्थित भएका नाबालक भाइ बहिनीमाथि अनायासै बनकार मारिए झैँ मारियो, शिकार गरियो। त्यो दर्जनक कुराहरूलाई हेर्न नचाहँदा नै हेरियो। उहाँहरूको दुःखप्रति मलम लाउन सकिएन, किनभने आफै दुःख पीडामा छौँ। हामी आदिमहरू भएर यो प्रवासमा बसिरहेका छौँ। सो जहाँ जता हुन्छ आफ्नो दुःखलाई झेलेर सम्हालेर रहनु होला। र अब भने यस्ता खालका प्रविधि नआउन् भन्नको निमित्त नवनिर्वाचित मन्त्री ल्याउनु हुने जेएनजीका साहसी भाइ बहिनीप्रति म सलाम पनि प्रकट गर्न चाहन्छु। किनभने हिजोका दिनमा 2060 सालदेखि यता जनयुद्ध जनसेना माओवादी लडाकुले 10 वर्ष युद्धमा पनि यत्रो प्रगति विरति प्राप्त गर्न सक्नुभएको थिएन। तर हाम्रो भाइ बहिनीले त न हात हतियार, न परमाणु बम, न त केही नहुँदा पनि हातमा रड र पाइप बोकेको भरमा पनि उहाँहरूले अरूले जस्तो ताकी गोली हान्नु भएन, मार्नु भएन, लडेर वीरता गरेर देखाउनु भयो। ती लोभका संसारका भण्डारहरू डढाएर नष्ट पारिदिनु भयो। तर यसको लागि कतिपय